प्रस्थान 35 अध्याय सवाद दिनको विधि। मूसाले इजरायलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यिनै हुन्। 6 दिनसम्म काम गरियोस्, तर 7औं चाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति सवात हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारियोस्। तिमीहरूका कुनै घरमा पनि सवातमा आगो नफुक्नु। पवित्र वासस्थानको लागि सामग्री। मूसाले इजरायलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो, आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजी खुसीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओ। सुन, चाँदी र काँसा, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडा र बाख्राको भुत्ला, रातो रङले रङ्गाएको भेडाका छाला, सिलका छाला र बबुल काठ, प्रकाशको निम्ति तेल र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला, एपोद र छातीपातामा जर्दनका निम्ति अनेक्स र अरू मडीहरू। तिमीहरूमध्येका जति निपुण छन् तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाउनु। पवित्र वासस्थान र त्यसको पालका छात, अङ्कुशेहरू, फल्याकहरू, पारहरू, खम्बाहरू र आधारहरू, सन्दुक र त्यसका डन्डाहरू, कृपा आसन र छेक्ने पर्दा, टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी, बत्तीको निम्ति सामदान र त्यसका दियाहरू र बत्तीको निम्ति तेल, धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा, होमबलिको वेदी र त्यसका काँसको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाका धुने बाटा, त्यसका खुट्टा समेत, चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा, पवित्र वासस्थान र चोकका किलाहरू र तिनका डोरीहरू, पवित्र स्थानमा सेवा गर्नको निम्ति बुनेका पोसाकहरू, हारून पुजारीको निम्ति पवित्र पोसाकहरू र पुजारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोसाकहरू। तब इजरायलका सारा समुदाय मूसाका सामुन्बाट बिदा भए, जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए। तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवामा काम र पवित्र पोसाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। राजी खुसी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए। पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढाए। जससँग निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा, बाख्राका भुत्ला, रातो रङ्गाएका भेडाका छालाहरू र सिलका छालाहरू थिए, ती ल्याए। चाँदी र काँसका भेटी चढाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस कहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। आफ्ना हातले काटेका निला, बैजनी, रातो धागो र मसिनो सुती कपडा हुने निपुण स्त्रीहरूले ती ल्याए। राजी खुसीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काटे। नायकहरूले एपोद र छातीपातामा जर्दनका निम्ति आनेक्स र अरू मडीहरू ल्याए। बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए। परमप्रभुले मूसाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इजरायलीहरूका हरेक स्त्री र पुरुषले राजी खुसीका भेटी ल्याए। तब मूसाले इजरायलीहरूलाई भने, हेर, परमप्रभुले यहुदाको कुल
का हुरका नाति उरीका छोरा बजेललाई बोलाउनु भएको छ। उहाँले तिनलाई परमेश्वरका आत्माले सिप, दक्षता र सबै किसिमका कारागिरीको ज्ञानले परिपूर्ण पार्नु भएको छ। तिनले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने र पत्थर काट्ने र जोड्ने, काठ खोप्ने र सबै किसिमका कारिगरीका काम गरून् भन्ने ध्येयले हो। तिनले र दानका कुलका अहिसामका छोरा ओहोलिआबले अरूहरूलाई सिकाउन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडा, बुट्टा भोर्ने र बुन्ने काममा सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नु भएको छ। हालेलुया, परमेश्वरको महिमा भएको होस्।